हामीले मिश्रित अनुसन्धानभित्र हामीले तीनवटा मुख्य ढाँचाहरू पढ्छौँ। मिक्स मेथड रिसर्च डिजाइनभित्र तीनवटा ढाँचाहरू पढ्छौँ। पहिलो रहेछ तुलनात्मक वा समावर्ती ढाँचा, जसलाई अङ्ग्रेजीमा कन्भर्जेन्ट, कन्करेन्ट, प्यारलल रिसर्च डिजाइन भनेर भन्छ। यसलाई कहिलेकाहीँ कन्करेन्ट मात्रै भन्छ, कन्भर्जेन्ट पनि भन्न सक्छ, अर्थात् प्यारलल ढाँचा पनि भन्न सक्छ। किन यसो भनेको भन्दा गुणात्मक तथ्याङ्क र परिमाणात्मक तथ्याङ्क सङ्कलन गरेर दुवैको विश्लेषण गरिसकेपछि त्यो विश्लेषणहरूको बिचमा तुलना गर्ने, ती दुईटाको निष्कर्षको बिचमा तुलना गरेर अनि अन्तिम निष्कर्ष निकाल्ने विधिलाई के भन्दो रहेछ? प्यारलल, समानान्तर भन्छौँ नि हामी, होइन? समानान्तर रेखा के हुन्छ? दुवै सँगसँगै 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 जान्छ हो। त्यस्तो खालको अध्ययन विधिलाई के भनिँदो रहेछ? कन्करेन्ट अर प्यारलल अर कन्भर्जेन्ट। यस विधिमा चाहिँ गुणात्मक र परिमाणात्मक दुवै तथ्याङ्क सङ्कलनका लागि साधन, प्रश्नावली, रुजु सूची, अन्तर्वार्ता आदिको प्रयोग गरिन्छ। क्वालिटेटिभमा प्रयोग हुने अन्तर्वार्ता सूची अर्थात् रुजु सूची, चेकलिस्ट हो, त्यस्तै अवलोकन आदि प्रयोग गरिन्छ भने क्वान्टिटेटिभमा प्रयोग हुने क्वेसनार भन्छ जसलाई, प्रश्नावली, अन्तर्वार्ता, प्रश्नावली आदिको प्रयोग गरिन्छ साधनको रूपमा। भने तथ्याङ्क सङ्कलनको लागि पनि गहन अन्तर्वार्ता, सर्वेक्षण, अवलोकन, लक्षित समूह छलफल आदिको प्रयोग गर्न सकिन्छ है। अब यसको के हुन्छ त भने मिश्रित अनुसन्धान ढाँचामा चाहिँ के हुन्छ भने तपाईँले बुझ्नुपर्ने कुरा, अनुसन्धानकर्ताले चाहिँ शीर्षक बनाउँदादेखि नै ध्यान दिनुपर्छ, शीर्षक छनौट गर्दादेखि नै ध्यान दिनुपर्छ। भनेको शीर्षकमा के हुन्छ भने त्यो अध्ययन चाहिँ क्वालिटेटिभ र क्वान्टिटेटिभ दुवैका लागि उपयुक्त हुनु पर्यो। त्यसपछि अब्जेक्टिभ बनाउँदा पनि हामीले ध्यान दिनुपर्छ। जस्तै पहिलो अब्जेक्टिभ हामीले कुनै पनि अध्ययनको अवस्था पहिचान गर्ने भन्यो भने अवस्था भने के हो? केले दिन्छ त तथ्याङ्क? क्वालिटेटिभले दिन्छ कि क्वान्टिटेटिभले? दोस्रो विश्लेषण गर्ने भन्यो, विश्लेषण केले गर्छ त? क्वान्टिटेटिभली, क्वालिटेटिभले? तेस्रो परीक्षण गर्ने भन्यौँ, परीक्षण केले गर्छ त? क्वालिटेटिभली, क्वान्टिटेटिभ हो, परीक्षण गर्छ क्वान्टिटेटिभले। अवस्था पहिचान क्वान्टिटेटिभले गर्छ भने विश्लेषण केले गर्छ? क्वालिटेटिभ। यसरी अब्जेक्टिभ बनाउँदा नै हामीले दुईटा तीनटा अब्जेक्टिभ बनाउँदा नै त्यहीँभित्रै क्वालिटेटिभ क्वान्टिटेटिभ गर्ने गरी त्यो डिजाइन अपनाउने गरी हामीले त्यहाँ अब्जेक्टिभहरू तयार गरेको हुनुपर्छ। एकैफेरि लास्टमा मात्रै त्यो तथ्याङ्क मात्रै लिएर मिसाउने कामलाई मात्रै हामी मिक्स मेथड भन्दैनौँ। शीर्षकदेखि नै, अनुसन्धान समस्यादेखि नै अनुसन्धान प्रश्न बनाउने र परिकल्पना हाइपोथेसिस बनाउने काम सँगसँगै गर्दै जान्छौँ र हामी प्रश्न पनि बनाउँछौँ, त्यसको पनि उत्तर खोजी गर्छौँ, परिकल्पना पनि बनाउँछौँ, त्यसको परीक्षण पनि गर्छौँ। यसरी दुवै विधिबाट हामी निष्कर्षमा पुग्छौँ भने त्यो विधिलाई के भनिन्छ? मिक्स मेथड। त्यसको पनि समावर्ती ढाँचा भन्छौँ। समावर्ती भनेको दुवैलाई सँगसँगै लैजाने, तुलनात्मक रूपमा सँगसँगै लैजाने, दुवैको सँगसँगै व्याख्या गरेर विश्लेषण गरेर अनि त्यसको सम्बन्धको पहिचान गर्ने र अनि निष्कर्ष निकाल्ने। भनेको परिकल्पना पनि परीक्षण गर्ने, अनुसन्धान प्रश्नको पनि विवेचना गरेर निष्कर्ष निकाल्ने, दुवै काम हुन्छ। त्यसैले यसलाई क्वाल मेथड, क्वाल मेथड भन्छ। क्वान वा क्वाल। यसरी पहिला क्वान्टिटेटिभ डेटालाई होइन, क्वालिटेटिभ डेटालाई लिने, त्यसपछि क्वान्टिटेटिभलाई लिने, क्वान्टिटेटिभलाई पहिला लिइसकेपछि, क्वालिटेटिभलाई पहिला लिइसकेपछि क्वान्टिटेटिभलाई पछि लिने विधि हो यो। अब हामी त किन भन्दा यो मिक्स मेथड पढिरहेछौँ। अब अर्को यस्तै खालको विधि छ जसलाई हामी क्रमागत ढाँचा, क्रमागत ढाँचा भनेको अघिको भन्दा अलि फरक। पहिला परिमाणात्मक तथ्याङ्क लिइसक्ने र विश्लेषण गर्ने हो, त्यसको व्याख्या र विश्लेषण गर्ने, त्यसपछि क्वालिटेटिभ डेटा
लिइसक्ने, त्यसको व्याख्या र विश्लेषण गर्ने र अनि लास्टमा विवेचना गर्ने र निष्कर्ष निकाल्ने। अघि चाहिँ हामी सँगसँगै गरिरहेथ्यौँ भने अब चाहिँ हामी त्यो विधिलाई पहिला एउटा चरण सकेर त्यसको निष्कर्ष निकालिसकेपछि अब त्यसलाई अझै थप प्रमाणित गर्नका लागि अर्को ढाँचामा जान्छौँ। परिमाणात्मक तथ्याङ्कले दिइसकेको तथ्याङ्कलाई आधार मानेर हामी गुणात्मक तथ्याङ्क सङ्कलन गर्छौँ। त्यसैले यसलाई क्वान क्वाल भन्छ। क्वान भनेको क्यापिटल अक्षरमा लेखिन्छ, यसमा QUAN क्वान भनेर। अनि क्वालिटेटिभ चाहिँ स्मल लेटरमा लेखिन्छ। हेर्नुहोस् है, यसमा के हुन्छ भने परिमाणात्मक ढाँचालाई चाहिँ धेरै, परिमाणात्मक ढाँचालाई चाहिँ के गर्छौँ, धेरै जोड दिन्छौँ भने गुणात्मकलाई चाहिँ के गर्छौँ, कम जोड दिन्छौँ। यसमा चाहिँ दुईटा अब्जेक्टिभ परिमाणात्मकको हुनसक्छ, एउटा अब्जेक्टिभ चाहिँ गुणात्मकको हुनसक्छ। हेर्नुहोस् है, अब हामी अर्को ढाँचा छ अन्वेषणात्मक ढाँचा, होइन? अन्वेषणात्मक ढाँचा भनेर भन्छौँ, जसलाई एक्सप्लोरेटरी सिक्वेन्सल रिसर्च डिजाइन। यो सिक्वेन्सल भने दुईटा हुन्छ, एउटा एक्सप्लोरेटरी, अर्को एक्सप्लानेटरी भन्ने हुन्छ। एक्सप्लोरेटरी र एक्सप्लानेटरी दुईटा हुन्छ। मैले यहाँनिर राखेको रहेछ स्लाइडमा, बुझ्नु चाहिँ बुझ्नु होला। अन्वेषणात्मक भनेको एक्सप्लोरेटरी, अर्को एक्सप्लानेटरी भनेको व्याख्यात्मक भन्ने ढाँचा हुन्छ, त्यो एक्सप्लानेटरी। पहिला गुणात्मक तथ्याङ्क सङ्कलन गरिन्छ, तथ्याङ्कको व्याख्या विश्लेषण गरिन्छ, अनि परिमाणात्मक तथ्याङ्क सङ्कलन गरिन्छ र विवेचना गरिन्छ भने त्यसलाई भनिन्छ एक्सप्लोरेटरी। एक्सप्लोरेटरी सिक्वेन्सल। सिक्वेन्सल भने एउटा सक्ने अनि अर्को तथ्याङ्क लिने, फेरि सक्ने। यसलाई हामी क्वान, पहिला गुणात्मक सक्ने अनि व्याख्या गर्ने, अनि जस्तै थिम बनाउने, त्यो थिमको आधारमा फेरि तथ्याङ्क लिने विधिलाई चाहिँ के भन्दो रहेछ, फेरि स्याम्पल लिएर अनि फेरि तथ्याङ्क लिने विधिलाई चाहिँ के भन्दो रहेछ, क्वान। क्वान्टिटेटिभ चाहिँ के हुन्छ, थोरै हुन्छ यसमा चाहिँ। यसमा क्वालिटेटिभ धेरै हुन्छ, क्वान्टिटेटिभ थोरै हुन्छ भने। अर्को एक्सप्लानेटरी भन्ने हुन्छ। एक्सप्लानेटरीमा चाहिँ पहिला क्वान्टिटेटिभको काम गरिन्छ, अनि तथ्याङ्कको व्याख्या र विश्लेषण गरिन्छ र अनि फेरि क्वालिटेटिभको काम गरिन्छ र फेरि व्याख्या र विश्लेषण गरिन्छ भने त्यसलाई चाहिँ क्वालिटेटिभलाई धेरै गरिन्छ, क्वान्टिटेटिभलाई धेरै गरिन्छ भने क्वान्टिटेटिभ के हुन्छ, क्वान क्वाल भन्छ त्यसलाई चाहिँ, क्वान क्वाल। यसरी गरिन्छ भने अब एकीकृत ढाँचा चाहिँ बराबर, दुवैलाई बराबर जोड दिएर दुवै तथ्याङ्कलाई सँगसँगै लिएर सँगसँगै व्याख्या गर्ने। एउटै टेबलको व्याख्या गर्दा गर्दै त्यो टेबलको अन्तर्गत रहेर एउटा तालिकाको व्याख्या गरिसकेपछि, अर्थात् कुनैको भनाइको व्याख्या गर्दै त्यहाँ तालिका पनि वा प्रतिशत पनि सँगसँगै दिने। कसैको भनाइ सँगसँगै, भनाइहरू हुन्छ नि त, त्यो भनाइ सँगसँगै त्यसको तथ्याङ्क पनि सँगसँगै उपलब्ध गराउने। त्यस्तो खालको मेथडलाई चाहिँ के भनिँदो रहेछ, इम्ब्याडेड अर्थात् इन्टिग्रेटेड रिसर्च डिजाइन। त्यो चाहिँ कस्तो खालको मिक्स मेथड हो भने क्वान सँगसँगै गर्ने। पहिला गुणात्मक तथ्याङ्क लिन्छ, अनि गुणात्मक तथ्याङ्कको सङ्कलन गरिन्छ, सँगसँगै त्यो तथ्याङ्कलाई थप प्रमाणित गर्नको लागि त्यही लाइनमा एक लाइन तल यो भनाइसँग सम्बन्धित यो प्रतिशत हो भनेर। जस्तै हाम्रो नेपालमा गरिबीको रेखा मुनि यति मानिस, गरिबी धेरै छ भनेर हामीले भन्यौँ भने गरिबको रेखा मुनि चाहिँ अब मानौँ अहिले 21% हाराहारीमा रहेका छन् भनेर हामीले भन्यौँ भने त्यो 21% चाहिँ के भयो त, त्यो क्वालिटेटिभ तथ्याङ्कबाट प्राप्त भयो। क्वान्टिटेटिभ